न्युटनको चाल सम्बन्धी पहिलो नियम, दोस्रो नियम, तेस्रो नियम त हामीले पढ्यौँ स्कुल पढ्नेहरूले, बोर्डिङ पढ्नेले ल अफ मोसन भनेर हामीले पढ्यौँ। तर वास्तवमा न्युटनको चाल सम्बन्धी धेरैवटा नियम थियो। त्यसमध्ये खालि हामीलाई 3टा नियम मात्र थाहा छ, जसको तेस्रो नियम चाहिँ प्रत्येक क्रियामा बराबर तर जहिले पनि विपरीत प्रतिक्रिया हुन्छ भनेर। वास्तवमा न्युटनले धेरैवटा चाल सम्बन्धी नियम लेखेका थिए। त्यही नियमको बारेमा म आज चौथो नियम चाहिँ बताउन गइरहेको छु। तपाईँ आफन्तलाई लाखौँ काम गरेर सहयोग गर्नुहोस्, तर कुनै एउटा पराईले तपाईँको आफन्तलाई एउटा काम गरिदियो भने त्यो लाखौँ बराबरै हुन जान्छ। उनीहरूले त्यो एउटालाई ठुलो मान्छ, त्यो तपाईँले गरिदिएको लाखौँ कामलाई उसले ठुलो मान्दैन हो। त्यही भएर त्यो बराबर हुन्छ भन्ने कुरो चाहिँ न्युटनले लेख्न भ्याएनन् र हामीले पढ्न भ्याएनौँ। यस्ता म तपाईँलाई 100वटा नियम सुनाउँछु, आज चाहिँ मात्र यो चौथो नियम सुनाएँ। चौथो नियम त्यही भयो कि आफन्तलाई लाखौँ गरिदिनुहोस्, पराईले 1 गर्यो भने तपाईँले गरेको लाखौँ बराबर भन्दा पनि बेसी त्यो 1लाई गनिन्छ। त्यो चाहिँ न्युटनको चाल सम्बन्धी चौथो नियम।